एभ्रिवान गुड मर्निङ एन्ड नमस्ते। यहाँहरू सम्पूर्णलाई मेरो युट्युब च्यानलमा स्वागत छ। साथीहरू है, फागुन लागिसक्यो, गर्मी हुने मौसम, तैपनि आजको मौसम चाहिँ यस्तो छ भने त्वालोले छुपेको छ डाँडाकाँडाहरू। एन्ड नाउ आइ एम गोइङ टु माई होम। है बिदा भयो 1 विक है, 1 हप्ताको लागि बिदा भएर चाहिँ म चाहिँ घर जाँदैछु होइन। अनि मैले आज पहाडको होली हो नि त, अनि हाम्रो चाहिँ पहाड हो, सो बिदा होइन। अनि आज गाडी कुरेको मैले, तर गाडी पनि बन्दै आएन। सो मैले के डिसाइड गरेँ भन्दाखेरि ल न त 11 नम्बर गाडीमा जाउँ भनेर यहाँ 1-2 गर्दै 11 नम्बर गाडीमा ओह्रालो जाँदैछु गाइजहरू होइन। कसै पनि छैन बाटोमा। सो अहिले चाहिँ 8 बज्यो होइन त, 8 बज्यो। मैले गाडी कुर्दा गर्दा अघि नै हिँडेको म कहाँ पुग्थेँ। अनि बाटो चाहिँ यस्तै छ गाइजहरू है। दिस इज आवर बाटो होइन। अरू सबैको रोड होला, हाम्रो चाहिँ यस्तो छ बाटो होइन। केही पनि देखिँदैन, सबै डाँडाकाँडा छोपिएको छ। अनि म पनि ओह्रालो लाग्दैछु, ओह्राली लागेको भन्दै होइन। अब एक्लै छु, साथी छैन। यसो आज चाहिँ भ्लग बनाइदिउँ न भनेर बनाएको। अनि यहाँहरू सम्पूर्णलाई फागु पूर्णिमाको धेरै धेरै शुभकामना होइन। ह्याप्पी होली, रङहरूको पर्व होइन। सबैजनालाई शुभकामना भन्दै म चाहिँ ओह्रालो लाग्दैछु होइन। कहाँ पुगेर म यो भिडियोलाई अन्त्य गर्छु भन्ने कुरा थाहा छैन होइन। आज चाहिँ अनि यो चाहिँ न्याउली कु गर्दैछ एकदमै। मलाई चाहिँ यो जब कराउँछ नि कस्तो कस्तो लागेर आउँछ कि यहाँलाई कस्तो लाग्छ कुन्नी। साथीहरू अहिले चाहिँ म होइन निकै तल झरिसकेँ है। मैले पनि निकै समय भइसक्यो। अनि अहिले चाहिँ म यस्तो बाटोमा पुगेछु। यहाँ चाहिँ के भन्छ, यो सालको पातहरू झरेको छ नि त, झरेको छ। अनि खास्रै यस्तोमा आइपुगेको छु म। यस्तो छ सबै यहाँ। अनि अलिक पछि चाहिँ झन् यहाँ हामी डुब्ने नै, मतलब खुट्टा यति डुब्छ यो पातले गर्दाखेरि। अनि बाटो पनि कस्तो छ भन्ने नै हुँदैन होइन। अनि यस्तै हिँड्नुपर्छ, यस्तै छ है गाउँको बाटो। अनि साथीहरू हामी यस्तो बाटो पनि हिँड्नुपर्छ है। हाइकिङ भन्दा कम छैन यहाँ। ए झन्डै लडे त। यो चाहिँ साथीहरू झकमक्क फुलिरहेको के हो भन्दाखेरि आँप हो है साथीहरू। यसपालि चाहिँ एकदमै धेरै फुलेको छ। यसपालि चाहिँ एकदमै खान पाइन्छ भन्ने मलाई चाहिँ एकदमै लागिरहेको छ एकदमै। ओके फाइनली गाइस, म चाहिँ घर आइपुगेकी छु होइन। अनि मैले बाटोमा अमला पनि खाँदैछु है। अनि साथीहरू यहाँलाई फेरि पनि होलीको शुभकामना, ह्याप्पी होली भन्दै मेरो आजको यस भ्लगलाई यहीँ अन्त्य गराउन चाहन्छु होइन, गर्दछु। फेरि पनि अर्को भ्लगमा भेट्ने बाचासहित बिदा हुन्छु। अबको यहाँहरूको बाँकी पल, बाँकी समय शुभ रहोस् भन्दै बाइ, टेक केयर।